everyone, namaste. Welcome back to my YouTube channel. अनि आज चाहिँ हामी यहाँ ढिँडो मुकबाङ गर्दैछौँ। उहाँलाई चाहिँ एकदमै ढिँडो मनपर्छ अनि त्यही भएर कुखुराको मासु, साग, गुन्द्रुक त्यही हो नर्मल छ यहाँ। अनि यहाँ दुध छ तर मलाई चाहिँ दही मनपर्छ, जाडो भएर दुध राखेको छु। अनि मलाई चाहिँ खासमा ढिँडो खान चाहिँ जे नि मनपर्छ, मलाई चाहिँ चिकन मनपर्ने भएर चिकन पकाइदिन्छु। अब चाहिँ हामी खाए मलाई साग गुन्द्रुकहरू मनपर्छ। मलाई ढिँडो खासमा मासुहरू चाहिँ खाँदैन। मलाई चाहिँ फेरि मासु चाहिन्छ। मासु नै चाहिन्छ के एकदम। गुन्द्रुकको चाहिँ कस्तो भयो? एकदम मिठो भएको छ मासु। के कुरा गर्दैछ? जाडोमा ढिँडो मिठो है? भयो लाज पलायो भयो। लाज किन बाबा? मलाई साँच्चै नै ढिँडो चाहिँ एकदम मनपर्छ। सब बिगाएर के बोल्ने हाँस्ने अनि अगाडि मान्छे भइदियो मलाई बोल्नै आउँदैन। साग मात्रै धेरै मनपर्छ हजुर लिनु है। अनि के छ थाहा तपाईँको खबर सुनाउनु नैनहरू त्यो बोल्दै बोल्नु भयो भने लाज लगाउनु भयो कि त्यो। हजुर मलाई क्यामेराको अगाडि बोल्न आउँदैन। त्यसो लजाउनुहुन्न। खाने बिस्तारै अचार चाहिँ एकदम मिठो नि। खोइ हो हजुरको आधी भानी मेरो त सक्यो। मलाई फासो हो एकदम मिठो छिट्टो। मलाई धेरै भयो साग गुन्द्रुक भएपछि मलाई केही छैन। मासु जस्तो छैन। मासु खान्छ होइन। मलाई चाहिँ नि मासु नभइ नहुने मासु लभर आन्टी लभर र मासु लभर। ढिँडो त म त पहिल्यै देखेँ हो। पहिला हाम्रो यहाँ म ढिँडो पनि खान नपाउने अवस्थामा थियो क्या गाउँमा। त्यस्तो दुःखमा हुर्केको थिएँ म चाहिँ। तर मलाई चाहिँ ढिँडो लास्टै मनपर्छ। त्यो हो ढिँडो चाहिँ मलाई नि एकदम मिठो लाग्छ। तर मासु हुँदा चाहिँ अझै धेरै मिठो लाग्छ है। म त अब दुधसँग खाएँ है। मासुसँग खान्छ कि एकदम मिठो छ मिठो। धन्यवाद। पहिला एउटै थियो के हुन्छ नि किनेको पनि छैन बेचेको पनि छैन। त्यो एउटा जग्गा जग्गामा खानेकुरा नपुग्ने है त्यस्तो गाह्रो हुन्थ्यो कि। अहिले त्यो ठाउँमा चाहिँ खाइ नसक्नु हुन्थ्यो कि। आजको खानेकुरा म साग र गुन्द्रुकहरू खानुभयो। मायालु धन्यवाद। हजुर पनि धन्यवाद। बिजी टाइममा टाइम दिएर यसो आउनुभयो। इन्जोय गर्नु मेरो भिडियोमा। दुधमा हाल चोपेर खानु के दुध भन्दा नि मलाई किनबाट यो मलाई हालिदिनु भयो म खान्छु नि जो खानुपर्छ तपाईँलाई त भन्दा नि मलाई चाहिँ मासुसँगै मनपर्छ क्या एकदम।
हो हो मासु खानु चाहिँ कति छ एकदम पुग्यो मलाई म त गुन्द्रुक अचार चाहिँ खाएँ तर मासु खाइसक्नु मासु गुन्द्रुक अचार लास्टिङ हुन्छ म चाहिँ त्यो अचारमा चाहिँ हजुरले के राख्नुहुन्छ नर्मल मिठो बनाउनु भएको एक गोलभेडा लसुन हरियो लसुन खुर्सानी भइहाल्यो अनि गोलमास त्यो उही खुर्सानी त कति धेरै खाइसक्यो मैले त पिरो लबर धेरै नखानु पिरो भयो भने म खाएर रुच्दैन हौ मलाई चाहिँ साग नै खायो भने पिरो चाहिँ खान सक्दिनँ कि चटपटमा चाहिँ एकदम धेरै पिरो हाल्नु मन लाग्छ खासमा मुकबाङ भिडियो बनाएर खान्छु टाइपको त छैन खान सक्दैन मान्छे कसरी खानु मुकबाङ भिडियोमा त्यो चाहिँ ममा परेन है म जस्ट भात खान इन्भाइट गरेँ नि तपाईँलाई ढेँडो हुन्छ मुकबाङमा त मान्छेले यस्तो इन्ट्रेस्ट लागेर खान्छ क्या है म चाहिँ त्यसमा परेर भिडियो त्यही हो पिरो ओके गाइज अलिअलि मेरो भिडियो मन पराउनु भयो होला होइन नट इन्ट्रेस्टेड त्यो पनि हेर्दै गर्नु होला त्यो वाचिङ सपोर्टिङ नयाँ नयाँ भिडियोहरू लिएर आउनेछौँ मलाई चाहिँ दुध र ढेँडो चाहिँ एकदमै मनपर्छ तपाईँले के हो थोरै हालिदिनु दुध मलाई हालिदिनु मलाई हालिदिनु धन्यवाद बाबा के हो साग पनि छ अचार नि के खान सक्नु भएन तपाईँले मिठो भएन के हो मिठो भएको छ एकदम तर धेरै भयो मलाई त मनपर्छ हौ ढेँडो खानु न यो जहिले म ढेँडो बनाएर एउटै हो मनपर्छ भन्ने कहाँ म धेरै खान सक्छु त साथीहरू एकदम धेरै मिठो जाडोको समयमा गुन्द्रुकको अचार ढेँडो है ढेँडो कुखुराको मासु लिएर आएर खानु होला हजुरहरूले पनि मलाई ढेँडो पकाइदिनु माने भने जहिले खान्छ क्या तर मलाई चाहिँ पकाउनु आउँदैन गाह्रो हुन्छ क्या मलाई ग्यास चुलोमा चाहिँ तिर हुन्छ नि त्यो चुलोमा चाहिँ म मजाले पकाउँछु एकचोटि मैले ढेँडो पकाएको थिएँ कि यहाँ यस्तो मस्काउने बेलामा त पुरै आफूमा आइरहेको कि सबै त्यसपछि डर लाग्छ म ए पहिला मैले भने यहीँ गाउँमा त गरिहाल्छ नि चुलोमा त सजिलो हुन्छ नि ग्यासमा चाहिँ सक्दिनँ भने क्या गाह्रो हुन्छ बनाउन चाहिँ आउँछ किन नबनाउनु भएको तर अब अलिक गाउँको जस्तो हुँदैन नि त अनि बेसी खायो मैले गुन्द्रुक अचार नि आमा त्यही भएर त्यही हो मेरो चाहिँ सक्यो अब उहाँले चाहिँ मलाई हालिदिनु भएर मेरो चाहिँ बस्यो
धेरै धेरै धन्यवाद। सक्यो त लाग्छ। अब सक्यो हाम्रो ढेँडो मुकबाङ त के भन्ने हो, ढेँडो खाएको भिडियो चाहिँ मुकबाङ त यसले भन्नु मिल्दैन। त्यो एकदम मिठो भयो आजको ढेँडो। एन्ड धन्यवाद तपाईँले यस्तो हुन्छ नि टाइम दिनुभएकोमा, स्पेसल तपाईँको टाइम। ओके, अब चाहिँ म भिडियो इन्ट्रो लाइकमा गिरे प्लिज गिभ अ बिग thumbs up and subscribe my YouTube channel. Bye bye.